12 वर्षको लागि पठाइदिनुहोस् म 12 वर्ष फर्केर आउँछु आमा भन्छन् गृह सत्यम गृह धर्म सत्य पनि घर बसी हुन्छ धर्म पनि घर बसी गर्न सकिन्छ इन्द्रियको निग्रह पनि घरैमा गर्न सकिन्छ गृह विद्या घर बसी पढ्न पनि सकिन्छ गृह लक्ष्मी धन पनि कमाउन सकिन्छ गुरु सेवा गृह भएको घरमै बसी गुरुको सेवा पनि गर्न सकिन्छ गुरुको सेवा भनेको के भने आफ्ना बन्धु बान्धवको सेवा गर्यो भने गुरुको सेवा गरेको हुन्छ त्यसमा वाक्य प्रमाणेन यति मेरो कुरो नमानेर गयो भने दुःख हुन्छ पदे पदे तिमीलाई पाइलामा दुःख हुन्छ बाबु नजाऊ भन्नु अब त्यो भएपछि आमा बाबुले भनेको मानेन आमा बाबुले गुरुलाई पनि भन्न थाल्यो गुरुजी सम्झाइदिनुहोस् त हाम्रो त छोरो हिँड्न यहाँको के गर्ने गुरु आएर सम्झाउँछ पुत्रे तोइ बनाऊ या ते रुदती पिता राष्ट्र बाबु तिमी नजाऊ तिमी जाने हुँदा तिम्रा बाबु आमा बन्धु बान्धव सब रुन थाले तिमी जाँदा तिम्रा गुरुहरूले रुन थाले कष्टमा जय पितृ व्याम तिमी पितृको उद्धार गर्छु भन्छौ तर बाबुआमा रह्यो भने पितृलाई कष्ट हुन्छ कष्टमा जय पितृ व्याम स्वर्गोपी पितृलाईबाट स्वर्गमा पनि यहाँ पनि माता पितालाई र देवतालाई गुरु भनिन्छ मातृदेवो भव पितृदेवो भव आमालाई बाबुले देवता गर्नुपर्छ आमा बाबुलाई कहिले नराम्रो कुरो बोल्नु हुँदैन गाली गर्नु हुँदैन गाली गर्नु आफू चुप्प लगाएर सहने अनि भने वचन लाउनु हुँदैन किनभने देवता भने माता पिता भनेका देवता हो गुरु भनेका देवता हो कष्टमध्ये पितृ व्याम पितृ सन्तोषणम दिन यसरी ल यसरी सबै वरिपरि तिमीले पनि केही पनि गर्न सक्दैनौ माता गङ्गासम्म तीर्थ आमाको सेवा गर्यौ भने गङ्गामा गएर स्नान गरेको तीर्थको फल मिल्दछ बाबुको सेवा गर्दा पुष्कर देशमा गएर भगवानको दर्शन गरेको फल मिल्दछ गुरु केदारकम गुरुको सेवा गर्नु केदार तीर्थमा गएको फल मिल्छ अनि अरू जति तीर्थ छन् ती तीर्थहरू चाहिँ आमाको सेवाले सबै तीर्थहरू गएको फल मिल्दछ माता तीर्थ पिता तीर्थ स्वजन बान्धव वचन यही गुरु तीर्थ गुरुको वचन मान्नु नै तीर्थ हुन्छ नजाऊ बाबु यहीँ बसी बसी तीर्थ हुन्छ एतत् वाक्यम प्रमाणेन यो वचन नमानी गयो भने तिमीले दुःख पाउँछौ है भने अब मलाई कसैले पनि जान नदिने रहेछन् भनेर अब गुरुको पनि वचन सुनेनन् माता पिताको पनि वचन सुनेनन् यो लौरो झोली लौरो आफ्नो झोली लौरो टिपे अनि कसैको कुरा नसुनिकन गइहाले नाइन त पढ्न गए ल काश्मीर देश जाँदैछन् अब निकै टाढा छ पर्वत छ घुमेर आउन निकै लाग्छ पक्रेर ल्याए हाम्रो भान्जोलाई ए तल लोब्रा चाहिँ राख्नु लोब्रा लाग्यो अब आमाले छोरो 12 वर्षसम्म घरमा छैन यसो खाने बनायो खाने बेला पनि छोराको सम्झना हुन्छ के खायो होला नि नानीले सुत्ने बेला पनि छोराको सम्झना हुन्छ कसरी सुत्यो होला नानी भन्ने
12 वर्षको छोरो एकैचोटि घर आइपुग्दाखेरि मातापिता साह्रै हर्षित भए, अत्यन्तै खुसी भए। आमाले चपाएर खाने, चुसेर खाने, पिएर खाने, चाटेर खाने, यस्ता हरेक प्रकारका भोजन बनाएर छोरालाई बडा खुसी बनाएर खुवाउन थाल्नु। लु खुवाइदिनु। भज्यम भोक्ष्यम लेय पेयम चोष्यम च विविधम रसम, अनेक प्रकारका रस भएका बनाएर खुवाउनु भयो। बाह्र वर्षसम्मका के खाएका थिए? अब खायो नानीले, अगाएपछि नानी के भन्छन् भने, पिताजी मलाई धेरै कष्ट गर्नुभयो, बढाउनु भयो, पढाउनु भयो, मैले तपाईँलाई पालन पोषण गर्न सकिनँ, छोडेर गएँ। अब म के गर्न सक्छु र? म हजुरलाई नमस्कार गर्छु भनेर बाबु हिँडेको उहाँ गएर हजुरबालाई त्यहीबाट गरे पनि भयो। त्यो यसो मुक्ति हात पुस्नु एउटा पेपर थियो नि। गोडामा ढगेर आऊ। गोडामा ढोग्नु पर्छ, गोडामा। खुट्टामा ढोगेर आउँ ल, झट्ट हो त ढोका, खुट्टामा ढोका। खुट्टा ढोक्नुपर्छ नानी। ढोका ढोका यसो ढोका ढोक्नुपर्छ। टाउकाले पर्दैन हामीलाई। अब आमाको मलाई 10 महिनासम्म गर्भमा धारण गर्नुभयो। पाल्नुको पहिले मम्मीलाई मलाई 10 महिनासम्म गर्भमा धारण गर्नुभयो, जन्माउनु भयो, हुर्काउनु भयो, ठुलो पार्नुभयो। माताजी नमस्कार छ भनेर गइदेऊ। बाबु अघि हिँडिगएको छु यहाँ। ठिकै छ ठिकै छ, बुढो हो बस। लु सबै मम्मीहरू ढोगिदेऊ। हुन्छ नमस्कार गर्नु। किन दुःख दिनु हो? सबैले नमस्कार गर्न लाउनु। अब भाइ यहाँ ढिलो हुन्छ ढोग्यो। नमस्कार गरेर भइजान्छ। काकालाई तपाईँको जुत्ताहरूसँग गोडामा हातमा ढोगे भन्नु। भाइ यसो गरेर सबैलाई भइगयो नि। अब नानीले विद्या पढेर आए रे, मैले विद्या पढेँ, सबै नियमहरू सिकेर आएँ भनेर बाबुआमालाई पनि कथा सुनाएँ, खुसी बनाएँ। यति देशान्तरम न। अब बाबुआमा उठेर जाँदा नि भयो। अब बाबुआमाको काम सकिँदै गएको हो। नानी यसो